पहली नजर में लगा कि वो मेरी है, उसकी आंखें समुंदर से भी गहरी है। पहली नजर में लगा कि वो मेरी है, उसकी आंखें समुंदर से भी गहरी है। एवं किशोर अंकल, पहली नजर में लगा कि वो मेरी है, उसकी आंखें समुंदर से भी गहरी है। प्रपोज कर करके था गया था मैं, प्रपोज कर करके था गया था मैं, तो पता चला कि वो साली बहरी है। नमस्ते। सोना पहिला म आफ्नो परिचय दिन चाहन्छु, त्यो पनि हास्य व्यङ्ग्य तरिकाले। 5 वर्षपछि चुनाव लड्ने मेरो पनि दाउ छ। 5 वर्षपछि घर जग्गा सब बेचेर चुनाव लड्ने मेरो दाउ छ। घर छ कनकपुर, वार्ड नम्बर 7, जंगल सहिया। मुकेश मेरो नाम छ। हजुर, म मुकेश कुमार छ। यही हुर्केको यही बढेको। अब हुर्केको बढेको भन्नु पर्दा पनि मिल्दैन, किनकि जहिलेदेखि हुर्केको बढेको यत्रका यत्रै छु। कोही बाटोमा हिँड्ने मान्छेहरूले भन्छ, ए तँलाई त जति जत्रो छौ त्यत्रै देखिरहेको छु म 5 वर्षदेखि। मेरो मुखको दाँत झरिसक्यो, तर तेरो के हो बुझ्नै गाह्रो। ल म पनि बर्बाद हुने भयो। हुन त मेरो बारेमा धेरै जानकारी गराउनु पर्दैन। म कार्यक्रम प्रस्तुता पनि हो। रेडियो नम्बर 102.6 मेगाहर्जमा हरेक शनिबार 4 देखि 5 बजेसम्म आउने कार्यक्रम हँसी और हाँसाई। त्यस्तै शनिबार राति 9:15 देखि 10 बजेसम्म आउने कार्यक्रम सुनाई अपन दिल के बात भन्ने कार्यक्रम चलाउँछु। र त्यस पश्चात पनि र आफ्नो बारेमा भन्नु पर्दा म स्कुलमा धेरै फन्टोस मान्छे है। सरले पढाउनुहुन्छ, म इङ्ग्लिसमा यति ट्यालेन्ट विद्यार्थी के भन्नु, सरलाई नै पढाउँथे म। के हुन्थ्यो भने के सरले भन्नुहुन्थ्यो, मुकेश। हजुर सर। अनि सरले भन्नुहुन्थ्यो, मुकेश TO2 हुन्छ भने GO के हुन्छ होला भन त। अनि म भन्थे रे TO2 हुन्छ भने सर मलाई थाहा छ, जब TO2 हुन्छ GO हुन्छ कि हुँदैन। अनि त्यस पछाडि मेरो त के भन्नु, हातमा यस्तो निलदाम बसाइदिनु भएको थियो कि कराहीमा हालेर त्यो निलदामलाई चाहिँ उपचार गराउनु पर्यो। अब तपाईँहरूलाई हास्य व्यङ्ग्य एउटा मुक्त सुनाउँछु, जुन मुक्त कि मैले चौधमा पनि सुनाएको थिएँ र धेरै राम्रो प्रतिक्रिया पाएको थियो यो संविधानको बारेमा। र त्यही हास्य व्यङ्ग्य मुक्तक आज म तपाईँको माझमा सुनाउन गइरहेको छु। र मेरो मुक्तक यस्तो छ। आज बन्दी भोलि बन्दी, आज बन्दी भोलि बन्दी, हर दिन त यहाँ बन्दिए छ। आज बन्दी भोलि बन्दी, हर दिन त यहाँ बन्दिए छ। लोकतन्त्र आएको 8 वर्ष भयो, लोकतन्त्र आएको 8 वर्ष भयो, अभिले संविधान बन्दैछ। देश के चिंता तो जनता के न छ, नेता के थोड़े छ। देश के चिंता तो जनता के न छ, नेता के थोड़े छ। नेता के बूढ़ी भरेको भरै छ, संविधान सभाको म्याद सरेको सरै छ। कहिले बाख्रा मारेको भन्दै बन्दी त कहिले कुखुरा मारेको, कहिले बाख्रा मारेको भन्दै बन्दी त कहिले कुखुरा मारेको। नेता सबको बूढ़ी भर्न अलिक कम भएको, त्यही भएर संविधान सभाको म्याद सारेको। नेता सबके भाषण में भरोसा नगर्नुहोस्, नेता सबके भाषण में भरोसा नगर्नुहोस्, सब बात झुटो हुन्छ। हाम्रा त लागिरहेछ नेपाल देश के नेता सब संविधान बनाउँदा आफै बुढो हुन्छ। कैसे देश बनाउँछ, कब देश बनाउँछ, झन बिग्रिँदै गएछ देश के हालत। कैसे देश बनाउँछ, कब बनाउँछ, झन बिग्रिँदै गएछ देश के हालत। देश पनि बन्छ कसरी, देश पनि बन्छ कसरी, नेता अपने पर्दैन, हुन्छ कुर्सी फालम फाल। भन्नलाई त भन्छ कि छ हमनी के देश सुन्दर शान्त विशाल, भन्नलाई त भन्छ
कि हमनी के देश सब सुंदर शांत विशाल, लेकिन के गले हजूर इन नेता सब के चलते हमनी के देश भय सके कंगाल। हमनी के देश में अब कौन प्रधानमंत्री बन कोनो ठिकाने छे नहीं। हमनी के देश में अब कौन प्रधानमंत्री बन कोनो ठिकाने छे ना। संविधान वंश पनि कसरी, संविधान वंश पनि कसरी, नेता सबके ध्यान छे नहीं। हमरो गांव को बीरखे उनके सुरंग चिनुआ होला नहीं। हमरो गांव को बीरखे पनि शहर गएर नेता भएछ। हाम्रो गांव को बीरखे पनि शहर गएर नेता भएछ। लाज को कुरा के भन्नु हजुर, मेरो बुढी पनि पहिला गएछ। नेता सबके कुरा बुझ्दा, नेता सबको यस्तो कुरा बुझ्दा हरुवा गोरुको छेरुवा दाउ। नेता सबके कुरा बुझ्दा हरुवा गोरुको छेरुवा दाउ। तपाईले भन्नु गोरु कहिले बन्न सक्छ? त्यस्तै भएको छ हाम्रो देशको, त्यस्तै भएको छ हाम्रो देशको संविधान। चुनावमा कति नेताले घर जग्गा बेचिए, चुनावमा कति नेताले घर जग्गा बेचियो। अब के मरुभूमिमा उब्जाउँछ धान? चुनाव हार्नको लागि गरियो बहुत रकम के खेल। चुनाव हार्नको लागि गरियो बहुत रकम के खेल। चुनाव हारेपछि कति नेताको त भएछ हट्ने फेल। हमर समय सकेछ कहके हमर घरीले इशारा गर्दैछ। हमर समय सकेछ कहके हमर घरीले इशारा गर्दैछ। आज बन्दी, अब भोलि बन्दी, हर दिन त यहाँ ससुरा बन्दैछ। धन्यवाद।